राधे राधे। दातव्यमिति दानं दियेतु नो पकारिणीं देशे काले च पात्रे च ददानं सात्विकमेतं येतु प्रतुपकार्थायं फलमुद्देशवापुनं दियेते च परिकृष्टं तदानं राजसमृतम् अदेशकाले दानं पात्रे व्यस्त दीयते सत्कृतं तव ज्ञातं तथा म समुदायृतं दिनै पर्ने हो भनेर ठानेर जो दान देशकाल र पात्र भेटेर साटा आशको साटो आश नभएको भएकालाई दिन्छ त्यो दान सात्विक दान भनिन्छ। जुन दान मन दुखाइ साटो पाउने आशाले राखिन्छ त्यो फलका आशाले गरिन्छ त्यो दान राजस दान भनिन्छ। जुन दान सत्कार गरेर वा हेला गरेर काला पात्रको विचार नराखी गरिन्छ त्यो दान तामस दान हो। ओम तत्सत यी 3 प्रकारका ब्राह्मणका नाम कहिन्छन्। त्यसै ब्राह्मणबाट सृष्टि आदिमा ब्राह्मण वेद र यज्ञको रचना भएको हो। त्यस कारण ब्रह्मज्ञानीहरू शास्त्र विधि अनुसार गरिएका यज्ञ दान तप इत्यादि यावत क्रिया सदा उच्चार गरेर मात्र आरम्भ हुन्छ। राधे राधे। लाइक शेयर सब्सक्राइब गरिदिनु होला।